आज मैले जापानी भाषा बोल्दा अत्यन्तै महत्त्व भवहरू क्रियाहरू लिएर आएको छु। वाक्यहरू र क्रियाहरू भवहरूलाई चाहिँ मजाले पढ्नुहोस् र आफूले पनि जापानिज भाषा बोल्नमा प्रयोग गर्न नछुटाउनुहोस्। ल त सुरु गरौँ। सुरुको भव रहेको छ माफ माग्नु। माफ माग्नुलाई चाहिँ आया मारिमास, आया मारिमास, आया मारिमास भनेको चाहिँ माफ माग्नु रहेको छ है। के अरे आया मारिमास भनेको चाहिँ माफ माग्नु रहेको छ। त्यस्तै तलतिर मैले उदाहरणको लागि एउटा सेन्टेन्स पनि राखेको छु। तोमोदाची नि आया मारिमासिता, तोमोदाची नि आया मारिमासिता। तोमोदाची नि आया मारिमासिता भनेको चाहिँ साथीसँग माफ मागे भनेको है। के अरे यो भव चाहिँ कस्तोमा प्रयोग हुँदो रहेछ त? तोमोदाची नि आया मारिमासिता हैन, आया मारिमास भनेको चाहिँ माफ माग्नु रहेको छ है। मैले चाहिँ अब साथीसँग माफ मागिसकेँ भन्नु पर्यो भने चाहिँ तोमोदाची नि आया मारिमासिता भनेर भन्न सक्नुहुन्छ। त्यस्तै नेक्स्ट भवतिर जाउँ, अचम्म मान्नु। अचम्म मान्नुलाई चाहिँ जापानिजमा चाहिँ ओदोरो किमास, ओदोरो किमास, ओदोरो किमास भनेको चाहिँ अचम्म मान्नु रहेको छ है। ओदोरो किमास भनेको चाहिँ अचम्म मान्नु है। यो चाहिँ कण्ठ पार्नुहोस् है। ओदोरो किमास भनेको चाहिँ अचम्म मान्नु रहेको छ है। त्यस्तै सोनो सिरासे नि ओदोरो किमासिता। सोनो सिरासे भनेको चाहिँ त्यो खबरले हैन, त्यो खबरले चाहिँ अचम्म परे भन्नु पर्यो भने चाहिँ सोनो सिरासे नि ओदोरो किमासिता भन्नु पर्यो है। के अरे सोनो सिरासे नि ओदोरो किमासिता भनेको चाहिँ त्यस खबर सुनेर चाहिँ म अचम्मै परेँ, दङ्गै परेँ भनेको है। अचम्म मान्नुलाई चाहिँ ओदोरो किमास भनिन्छ है। ओदोरो किमास भनेको चाहिँ अचम्म मान्नु रहेको छ। सोनो सिरासे नि ओदोरो किमासिता भनेको चाहिँ त्यो खबरले अचम्म पारे, अचम्म परेँ भनेको है। त्यस्तै यहाँ चाहिँ ओदोरो किमासिता छ नि, यो चाहिँ पास्टमा भएर चाहिँ अचम्म परेँ भनेको है। ओदोरो किमास भनेको चाहिँ प्रेजेन्टमा चाहिँ अचम्म मान्नु, अचम्म मान्छु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ ओमोइदासिमास। ओमोइदासिमास भनेको चाहिँ सम्झनु है। केही कुरा सम्झनुलाई चाहिँ ओमोइदासिमास भनिन्छ है। यो चाहिँ अलि पहिलाको कुराहरू होइन, अलि सम्झनुलाई चाहिँ ओमोइदासिमास भनिन्छ है। त्यस्तै कोदोमोनो कोरो ओमोइदासिमासिता। कोदोमोनो कोरो ओमोइदासिमासिता भनेको चाहिँ बाल्यकालको चाहिँ कुरा सम्झिएँ होइन, बाल्यकाल सम्झिएँ भनेको है। कोदोमोनो कोरो कोरो ओमोइदासिमासिता भनेको चाहिँ बाल्यकाल सम्झिएँ भनेको है। आफ्नो बाल्यकालको अवस्था सम्झिएँ भन्नुलाई चाहिँ कोदोमोनो कोरो ओमोइदासिमासिता भनेर भन्न सक्नुहुन्छ। के अरे ओमोइदासिमास भनेको चाहिँ सम्झनु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ खाता जुकेमास। खाता जुकेमास, खाता जुकेमास भनेको चाहिँ मिलाउनु है। अब रुम चाहिँ 4 छ के छ, अब सबै कुरा सामान यता बेडसेट मिलाउनु हुन्छ नि, यस्तोलाई चाहिँ खाता जुकेमास भनिन्छ है। खाता जुकेमास भनेको चाहिँ मिलाउनु, सजाउनु रहेको छ। त्यस्तै त्यसको उदाहरण रहेको छ ह्याओ खाता जुकेते खुदासाई। ह्याओ खाता जुकेते खुदासाई भनेको चाहिँ कोठा मिलाइदिनुहोस्, कोठा मिलाउनुहोस् भनेको है। अब साथीले चाहिँ लास्ट 4 गरे आज त्यसको पाला छ भने चाहिँ ह्याओ खाता जुकेते खुदासाई भनेर भन्न सक्नुहुन्छ है। त्यो भने चाहिँ कोठा मिलाउनुहोस्, कोठा मिलाइदिनुहोस् भनेको है। खाता जुकेमास भनेको चाहिँ मिलाउनु रहेको छ। अहिले चाहिँ हजुरले जति सक्नुहुन्छ यो भवहरू चाहिँ कण्ठ पार्नुहोस् है। खाता जुकेमास भनेको चाहिँ मिलाउनु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ खायोइमास। खायोइमास, खायोइमास भनेको चाहिँ आवाजात गर्नु भनेको है। यो आवाजात गर्नु भनेको चाहिँ एउटै बाटो चाहिँ सधैँ गइराख्ने हुन्छ नि, त्यस्तोलाई चाहिँ आवाजात गर्नु भनिन्छ। खायोइमास भनेको चाहिँ आवाजात गर्नु रहेको छ। दाइगाको नि खायोत्तेमास। दाइगाको नि खायोत्तेमास भनेको चाहिँ दाइगाकोमा चाहिँ म चाहिँ दिनदिनै यही बाटो जान्छु, आवाजात गर्छु भनेको है। म चाहिँ दाइगाको विश्वविद्यालय चाहिँ आवाजात गर्छु भनेको है। खायोइमास भनेको चाहिँ आवाजात गर्नु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ किमारिमास। किमारिमास, यो किमारिमास भनेको चाहिँ तय हुनु हैन, यति गते चाहिँ अब केही छ भनेर चाहिँ तय हुनु
रहेको छ है। किमारी मास भनेको चाहिँ तय हुनु रहेको छ। खाइगिन हिगा किमारी मासिता हैन, बैठकको मिति चाहिँ तय भयो भनेको है। के अरे खाइगिन हिगा किमारी मासिता भनेको चाहिँ बैठकको मिति तय भयो है ल भनेको है। बैठकको मिति तह हुनुलाई चाहिँ जस्तै इक्जामको मिति तह भयो भन्नु पर्यो भने चाहिँ त्यस्तोलाई चाहिँ किमारी मास भनिन्छ है। किमारी मास भनेको चाहिँ तय हुनु रहेको छ। त्यस्तै अर्को रहेको छ किमे मास। किमारी मास भनेको चाहिँ तय हुनु भनेर पढिसक्यौँ होइन। अब हामीले चाहिँ किमे मास भनेको चाहिँ निर्णय गर्नु रहेको छ है। निर्णय गर्नुलाई चाहिँ किमे मास भनिन्छ है। ल किमेरु गरेर म भन्छु नि भनिन्छ नि हामीले बोलीचालीमा। किमे मास भनेको चाहिँ निर्णय गर्नु रहेको छ है। सिगोतो ओ यामेरु कोतो नि किमे मासिता हैन। सिगोतो ओ यामेरु कोतो भनेको चाहिँ काम छोड्ने चाहिँ निर्णय गरे भनेको है। सिगोतो ओ यामेरु कोतो नि किमे मासिता भनेको चाहिँ काम छोड्ने निर्णय गरे भनेको है। के अरे किमे मास भनेको चाहिँ निर्णय गर्नु रहेको छ है। किमेरु भनेको चाहिँ निर्णय गर्नु रहेको छ। यो त हजुरलाई आउँछ नै होला, त्यही पनि आउँदैन भने कण्ठ पार्न चाहिँ नछोड्नुहोस् है। यस्ता भयो त दिनदिनै 10 वटै कण्ठ पार्नुहोस् है। किमे मास भनेको चाहिँ निर्णय गर्नु रहेको छ। सिगोतो यामेरु कोतो नि किमे मासिता भनेर भन्न सक्नुहुन्छ। त्यस्तै नेक्स्ट रहेको छ कुवासिमास। कुवासिमास भनेको चाहिँ भाँच्नु रहेको छ है। कुवासिमास भनेको चाहिँ के अरे भाँच्नु रहेको छ है। ओमोच्याओ कुवा सिमासिता हैन। ओमोच्याओ कुवा सिमासिता। ओमोच्या भनेको चाहिँ खेलाउनु है, खेलाउन है। डलहरू हुन्छ नि खेलाउन, त्यसलाई चाहिँ ओमोच्या भनिन्छ। कुवासिमास भनेको भाँच्नु। कुवासिमासिता भनेको चाहिँ भाँचिदिए हैन। मैले चाहिँ खेलाउन भाँचिदिए भन्नु पर्यो भने चाहिँ ओमोच्याओ कुवासिमासिता भनेर भन्न सक्नुहुन्छ है। खेलाउन भाँचिदिए भनेको। त्यस्तै नेक्स्ट रहेको छ बिग्रनु। बिग्रनुलाई चाहिँ कुवारेमास। कुवारेमास भनेको चाहिँ बिग्रनु रहेको छ है। इन्सिडेन्सीका कुवारेमासिता भनेको चाहिँ माइक्रोवेभ चाहिँ बिग्रियो भनेको है। माइक्रोवेभ भनेको खाना तताउने मेसिन हुन्छ नि, त्यो बिग्रियो भन्नु पर्यो भने चाहिँ देन्सिरेन्जीका कुवारेमासिता भनेर भन्न सक्नुहुन्छ। कुवारेमास भनेको चाहिँ बिग्रनु रहेको छ है। केही चाहिँ कुरा बिग्रियो भन्नु पर्यो भने चाहिँ कुवारेमासिता भनेर भन्न सक्नुहुन्छ, बिग्रियो। त्यस्तै नेक्स्ट रहेको छ सागा सिमास। सागा सिमास भनेको चाहिँ के रहेछ त खोज्नु रहेको छ है। सागा सिमास। सागा सिते हिमास खोजिरहेको छु, खोज्दैछु भनिन्छ है। तेफम प्लस हिमास गरिरहेको छु मा चाहिँ जान्छ। त्यस्तै आतरासी आपातो हो सागा सिते हिमास हैन। नयाँ अपार्टमेन्ट खोज्दैछु भनेको है। अब रुम सर्दै हुनुहुन्छ भने चाहिँ आतरासी या हो सागा सिते हिमास हैन। खानो जे हो सागा सिते हिमास हैन। हजुरले चाहिँ म प्रेमिका खोज्दैछु, हजुरले चाहिँ यसरी चाहिँ बनाउन सक्नुहुन्छ है। सागा सिमास भनेको चाहिँ खोज्नु रहेको छ। आतरासी आपातो सागा सितेमास भनेको चाहिँ नयाँ अपार्टमेन्ट खोज्दैछु, खोजिरहेको छु भनेर चाहिँ अर्थ हुन्छ है। सागा सिमास भनेको चाहिँ खोज्नु रहेको छ है। सागा सिमास भनेको चाहिँ खोज्नु रहेको छ। आजको मेन मोटिभ भनेको चाहिँ हामीले यी भवहरू चाहिँ कण्ठ पार्नु हो है। त्यही भएर चाहिँ यो भवहरू चाहिँ सबै कण्ठ पार्नुहोस् है। आतरासी आपातो हो सागा सितेमास भनेको चाहिँ नयाँ अपार्टमेन्ट खोज्दैछु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ सागारी मास। सागारी मास भनेको चाहिँ अब तल झर्नु घट्नु रहेको छ है। सागारी मास भनेको चाहिँ घट्नु रहेको छ। अब यसको उदाहरणको लागि चाहिँ अब नेचुगा सागारी मासिता। नेचुगा सागारी मासिता भनेको चाहिँ ज्वरो घट्यो भनेको है। तल झर्नु घट्नुलाई चाहिँ सागारी मास भनिन्छ है। नेचुगा सागारी मासिता हैन। ज्वरो घट्यो साथीको चाहिँ ज्वरो घट्यो हैन। नेचुगा सागारी मासिता ज्वरो घट्यो भनेको। त्यस्तै अब सागे मास। सागे मास भनेको चाहिँ तल राख्नु झुकाउनु रहेको छ है। खावान हो ते कारा सागे ते मास हैन। हातबाट झोला झुन्डाइएको छ, झुन्डिरहेको छ हुन्छ नि, त्यस्तोलाई चाहिँ सागे मास भनिन्छ है। सागे मास भनेको चाहिँ झुन्डाउनु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ सिराबे मास। सिराबे मास भनेको चाहिँ
जाँच गर्नु रहेको छ है। जाँच गर्नुलाई चाहिँ सिराबेमास भनिन्छ है। जाँच गर्नु अनुसन्धान गर्नुलाई चाहिँ के भनिन्छ त? खोज्नुलाई चाहिँ सिराबेमास भनिन्छ है। जस्तै उदाहरणको लागि इन्टरनेट दे सिराबेमासिता हैन, इन्टरनेटबाट चाहिँ खोजेँ हैन, जाँच गरेँ, खोजेँ भनेको है। सिराबेमास भनेको चाहिँ खोज्नु, जाँच गर्नु, अनुसन्धान गर्नुलाई चाहिँ सिराबेमास भनिन्छ है। के रे? सिराबेमास भनेको चाहिँ जाँच गर्नु रहेको छ। इन्टरनेट दे सिराबेमासिता भनेको चाहिँ इन्टरनेटमा खोजेँ भनेको है। त्यस्तै नेक्स्ट रहेको छ बिताउनु, सुगोसिमास। सुगोसिमास सुगोसिमास भनेको चाहिँ के रे? बिताउनु रहेको छ है। बिताउनुलाई चाहिँ सुगोसिमास भनिन्छ है। सुगोसिमास भनेको चाहिँ बिताउनु रहेको छ। यसको उदाहरणको लागि एउटा सेन्टेन्स चाहिँ यासुमी हो इनाखा दे सुगोसिमासिता हैन, बिदाको समय चाहिँ गाउँमा बिताएँ भन्नु पर्यो भने चाहिँ यासुमी हो इनाखा दे सुगोसिमासिता भनेर भन्न सक्नुहुन्छ है। बिदा भएको बेला चाहिँ हैन, बिदा चाहिँ अब बिदाको समय चाहिँ हैन गाउँमा बिताएँ भन्न सक्नुहुन्छ है। सुगोसिमास भनेको चाहिँ बिताउनु रहेको छ है। बिताउनुलाई चाहिँ सुगोसिमास भनिन्छ है। बस्नु बिताउनुलाई चाहिँ सुगोसिमास भनिन्छ। त्यस्तै अगाडि बढ्नुलाई चाहिँ सुसुमिमास। सुसुमिमास यो त सुन्नुभएकै होला। सुसुमिमास भनेको चाहिँ अगाडि बढ्नु रहेको छ है। अब काम अगाडि बढ्दैछ यस्तै यस्तै भन्दाखेरि चाहिँ सिगोतोगा सुसुन्दे इमास। सिगोतोगा सुसुन्दे इमास भनेको चाहिँ काम अगाडि बढ्दैछ, अब के हुन्छ थाहा छैन, अगाडि बढ्दैछ, जे हुन्छ राम्रोकै लागि हुन्छ भनिन्छ नि। त्यस्तै सिगोतोगा सुसुन्दे इमास भनेको चाहिँ काम अगाडि बढ्दैछ भनेको है। अगाडि बढ्नुलाई चाहिँ सुसुमिमास भनिन्छ है। सुसुमिमास भनेको चाहिँ अगाडि बढ्नु रहेको छ। अब यस्तै सुनिने सुमिमास, एउटा सु हटाउँदा चाहिँ सुमिमास भनेको चाहिँ बस्नु है। बस्नुलाई चाहिँ सुमिमास भनिन्छ है। सुमिमास भनेको चाहिँ बस्नु। निहोन्नी सुन्देइमास, जापानमा चाहिँ बस्छु हैन। निहोन्नी सुन्देइमास भनेको चाहिँ नेपालमा त के बस्नुहुन्छ र? अब जापान आउनु खोज्नु भएको छ हैन। निहोन्नी सुन्देइमास भनेको चाहिँ जापानमा बस्छु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ तासिकामेमास। तासिकामेमास तासिकामेमास भनेको चाहिँ पक्का गर्नु हैन रहेको छ है। पक्का गर्नुलाई चाहिँ केही समयहरू केही कुरा पक्का गर्नुलाई चाहिँ तासिकामेमास भनिन्छ है। तासिकामेमास भनेको चाहिँ पक्का गर्नु रहेको छ। जिखान हो तासिकामेते कुदासाई हैन। जिखान हो तासिकामेते कुदासाई भनेको चाहिँ समय चाहिँ पक्का गर्नुहोस् भनेको है। मैले चाहिँ गरिसकेँ, अब तपाईँले गर्नुहोस् भन्नु पर्यो भने चाहिँ जिखान हो तासिकामेते कुदासाई भनेर भन्न सक्नुहुन्छ है। समय चाहिँ पक्का गर्नुहोस्। अब घुम्नु जाने बेला केही बेला चाहिँ समय पक्का गर्नुहोस् भन्नु पर्यो भने चाहिँ जिखान हो तासिकामेते कुदासाई भनेर भन्न सक्नुहुन्छ। तासिकामेमास भनेको चाहिँ के रे? तासिकामेमास भनेको चाहिँ पक्का गर्नु रहेको छ। फिक्स गर्नुलाई चाहिँ तासिकामेमास भनिन्छ। त्यस्तै नेक्स्ट रहेको छ तानोमिमास। तानोमिमास भनेको चाहिँ आग्रह गर्नु है, कसैलाई चाहिँ अनुरोध गर्नु, आग्रह गर्नुलाई चाहिँ तानोमिमास भनिन्छ है। तोमोदाची नि तेचुदाई हो तानोमिमासिता हैन। साथीसँग चाहिँ सहयोगको आग्रह गरेँ भनेको है। तोमोदाची नि तेचुदाई हो तानोमिमासिता भनेको चाहिँ साथीसँग सहयोगको आग्रह गरेँ भनेको है। कसैलाई चाहिँ सहयोग गर्नुहुन्छ भनेको है। आग्रह गर्नुलाई चाहिँ तानोमिमास भनेको है। तानोमिमास भनेको चाहिँ आग्रह गर्नु रहेको छ। त्यस्तै चुगोसिमास। चुगोसिमास भनेको चाहिँ अब मिलाउनु, तालमेल मिलाउनु हैन। अब समय मिलाउनु भन्नु पर्यो। जिखान हो चुगोसिमास हैन। समय मिलाउँछु, अब कहीँ जाँदा के गर्दाखेरि चाहिँ अब मिलाउनु, तालमेल मिलाउनु हुन्छ नि, समय मिलाउनु, यस्तै के मिलाउँछु भन्नु पर्यो भने चाहिँ चुगोसिमास भन्नुपर्छ है। चुगोसिमास भनेको चाहिँ तालमेल मिलाउनु रहेको छ। उदाहरणको लागि जिखान हो चुगोसिमास। चुगोसिमास भनेको चाहिँ समय मिलाउँछु भनेको है। जिखान हो चुगोसिमास भनेको चाहिँ
समय मिलाउँछु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ चुचुमिमास। चुचुमिमास चुचुमिमास भनेको चाहिँ बेर्नु है। चुचुमिमास भनेको चाहिँ बेर्नु रहेको छ, बेर्नु प्याक गर्नु, यस्तोलाई चाहिँ चुचुमिमासले चाहिँ जनाउँछ है। चुचुमिमास भनेको चाहिँ बेर्नु प्याक गर्नु रहेको छ है। फुरेजेन्तो चुचुमिमासिता। फुरेजेन्तो चुचुमिमासिता भनेको चाहिँ अब उपहार चाहिँ प्याक गरेँ भनेको है। चुचुमिमास भनेको चाहिँ प्याक गर्नु नि रहेको छ, बेर्नु रहेको छ। फुरेजेन्तो चुचुमिमासिता भनेको चाहिँ उपहार प्याक गरेँ हैन, गिफ्ट चाहिँ प्याक गरेँ भन्नु पर्यो भने चाहिँ यस्तो बेला चाहिँ चुचुमिमासले चाहिँ जनाउँछ है। चुचुमिमास भनेको चाहिँ बेर्नु प्याक गर्नु रहेको छ। त्यस्तै तोमेमास। तोमेमास भनेको चाहिँ रोक्नु रहेको छ है। रोक्नुलाई चाहिँ तोमेमासले जनाउँछ है। कुरुमा हो तोमेते खुदासाई। अब कसैलाई चाहिँ अब गाडी चलिरह रोक्नुहोस् भन्नु पर्यो भने चाहिँ त्यस्तो बेलामा चाहिँ यो प्रयोग हुन्छ है। के अरे रोक्नुलाई चाहिँ तोमेमास। कुरुमा तोमेते खुदासाई भन्नुभयो भने चाहिँ हैन, त्यस्तै यतिकै अब मान्छे हिँडिरह हैन, तोमेते खुदासाई भन्नुभयो भने चाहिँ अब रोक्नुहोस् भनेको बुझिन्छ है। तोमेमास भनेको चाहिँ रोक्नु रहेको छ। त्यस्तै नेक्स्ट रहेको छ नाओसिमास। नाओसिमास भनेको चाहिँ मर्मत गर्नु है। मर्मत गर्नुलाई चाहिँ नाओसिमास भनिन्छ है। कुन पिता हो नाओसिमासिता। मैले चाहिँ कम्प्युटर चाहिँ मर्मत गरिसकेँ, बिग्रेको छलाई चाहिँ मर्मत बनाउनुलाई चाहिँ नाओसिमास भनिन्छ है। केही कुरा चाहिँ मर्मत गर्नुलाई चाहिँ नाओसिमास भनिन्छ। कम्प्युटर बिग्रेको छ हैन, खेताई हो नाओसिमासिता हैन। मोबाइल मर्मत गरेँ, यसरी चाहिँ हजुरले बुझ्न सक्नुहुन्छ। नाओसिमास भनेको चाहिँ मर्मत गर्नु रहेको छ। त्यस्तै नाओरिमास। नाओरिमास भनेको चाहिँ निको हुनु, ठिक हुनु, जस्तै हैन घाउहरू हैन, रोगहरू यस्तोहरू चाहिँ निको हुनु, ठिक हुनुलाई चाहिँ हैन नाओरिमास भनिन्छ है। नाओरिमास भनेको चाहिँ के अरे निको हुनु, ठिक हुनु रहेको छ है। उदाहरणको लागि ब्योकिगा नाओरिमास हैन, रोग निको हुन्छ भनियो है। ब्योकिगा नाओरिमासिता, रोग निको भयो भनेको है। ब्योकिगा नाओरिमास भनेको चाहिँ रोग निको हुन्छ भनेको है। नाओरिमास भनेको चाहिँ निको हुनु, ठिक हुनु रहेको छ। त्यस्तै अर्को रहेको छ निगेमास। निगेमास भनेको चाहिँ भाग्नु है। चोरले चोरेर भाग्यो हुन्छ नि, त्यस्तो भाग्नुलाई चाहिँ निगेमास भनिन्छ है। दो बुचुगा निगेमासिता, जनावर भाग्यो हैन, केही जनावर थियो भागिहाल्यो हैन, भाग्यो भन्नु पर्यो भने चाहिँ दो बुचु भनेको जनावर, गा निगेमासिता भनेको चाहिँ भाग्नु है। निगेमास भनेको चाहिँ भाग्नु रहेको छ। त्यस्तै अर्को रहेको छ भिज्नु। पानी पर्यो भिज्नु नि त, त्यस्तोलाई चाहिँ भिज्नुलाई चाहिँ नुरेमास। नुरेमास भनेको चाहिँ के अरे नुरेमास भनेको चाहिँ भिज्नु है। म चाहिँ पानी परेर भिजेँ भन्नु पर्यो भने चाहिँ आमेनी फुरारेते नुरेमासिता, पानीमा भिजेँ भनेको है। आमेनी फुरारेते नुरेमासिता भनेको चाहिँ पानीमा भिजेँ हैन, भिजेँ भन्नु पर्यो भने चाहिँ भिज्नुलाई चाहिँ नुरेमासले चाहिँ जनाउँछ। त्यस्तै नोरिखाइमास। नोरिखाइमास भनेको चाहिँ परिवर्तन गर्नु रहेको छ है। सवारी परिवर्तन गर्नु, ट्रेन गाडी जे हुन्छ नि यस्तो परिवर्तन गर्नु, नोरिखाइ गर्नुलाई चाहिँ नोरिखाइमास भनिन्छ है। नोरिखाइमास भनेको चाहिँ परिवर्तन गर्नु रहेको छ। सिन्जुकु दे देन्स्या हो नोरिखाइमास। सिन्जुकुबाट चाहिँ हैन देन्स्या ट्रेन चाहिँ परिवर्तन गरेँ, नोरिखाइ गरेँ भनेको है। नोरिखाइमास भनेको चाहिँ सवारी परिवर्तन गर्नु रहेको छ। सिन्जुकुमा रेल परिवर्तन गर्छु भन्नु पर्यो भने चाहिँ सिन्जुकु दे देन्स्या हो नोरिखाइमास भनेर चाहिँ भन्न सक्नुहुन्छ। त्यस्तै हाजिमारिमास। हाजिमारिमास भनेको चाहिँ सुरु हुनु रहेको छ है। स्टार्ट हुनुलाई चाहिँ हाजिमारिमास भनिन्छ है। हाजिमारिमास भनेको चाहिँ सुरु हुनु रहेको छ। जुक्योगा हाजिमारिमासिता हैन, कक्षा सुरु भयो, क्लास सुरु भइसक्यो भनेको है, सुरु भयो भनेको है। जुक्योगा हाजिमारिमासिता, हाजिमारिमास भनेको चाहिँ सुरु हुनु रहेको छ। त्यस्तै नेक्स्टमा रहेको छ हाजिमेमास। हाजिमेमास। हाजिमेमासिते वतासिनो नामाएवा भन्छ नि, त्यस्तो चाहिँ हाजिमेमास भनेको चाहिँ त्यसैको हाजिमेमास भनेको चाहिँ सुरु गर्नु रहेको है। सुरु गर्नुलाई चाहिँ हाजिमेमास भनिन्छ है।
अब काम गरेर सुरु गर्छु भन्नु पर्यो भने चाहिँ सिगोतो हाजिमेमास भन्न सक्नुहुन्छ है। सिगोतो हाजिमेमास काम सुरु गर्छु हैन। हाजिमेमास भनेको चाहिँ के रहेछ त सुरु गर्नु रहेको छ। त्यस्तै मानिआइमास मानिआइमास भनेको चाहिँ समयमा पुग्नु रहेको छ है। समयमा पुग्नुलाई चाहिँ मानिआइमास भनेको चाहिँ समयमा पुग्नु रहेको छ। देन्स्या नि मानिआइमासिता रेल समयमा भेटेँ समयमा पुग्यो आइपुग्यो भनेको है। मानिआइमास भनेको चाहिँ समयमा आइपुग्नु रहेको छ। अब कहीँ जाँदा म ठ्याक्कै समयमा आइपुगेँ यस्तो हुन्छ नि भन्ने बेलामा चाहिँ मानिआइमासको चाहिँ प्रयोग हुन्छ है। मानिआइमासलाई भनेको चाहिँ ठ्याक्कै समयमा पुग्नु भनेको है।